के गर्नु गाइस, धेर भात खाँदिनँ, थोरै खान्छु, सिलिम हुन्छु, राम्री हुन्छु, ब्युटी हुन्छु भनौँ। सुरुमा त थोरै नै पसिन्छु, तर अगाउँदैन के गाइस, अलिअलि गर्दै थाप्दै हान्छु कि थप्दै हान्छु कि थप्दै खाँदा खाँदै 5 जनालाई पकाएको कुकरको भात त सिद्ध हो। के गर्नु, अब अर्को पकाइदिनु होला नि। थोरै नै खानु भनेर पसिन्छु, गफै गफमा धेरै खाइपठाउँछु। के गर्नु त गाइस, मेरो यसमा के दोष छ त, होइन त? मुखलाई मिठो लाग्छ, मिठो लागेपछि खानै पर्यो।